सोल्टी होटलले कसरी यति धेरै बोनस दियो? युनिलिभर पछिको सबभन्दा धेरै बोनस दिने कम्पनी यो कम्पनीको। तर त्यत्रो बोनस दिने घोषणा गर्दा पनि किन सेयर प्राइस बढेन, उल्टै घट्दै छ? यत्रो डिभिडेन्ड दिने भयो, म त सबै पैसाले यही सोल्टी होटलको सेयर किनौँ? यस्ता प्रश्नहरू मलाई यो एक हप्ताभरि आइरहे। कतिवटा लेखेर छन्, कतिवटा फोनमा। आज सोल्टी होटलको बोनस र सोल्टी होटलको प्राइसको रहस्य तपाईँलाई म डिटेलमै बताउने छु। जसले बुझ्नुभएको छैन अरू बेला पनि काम दिन सक्छ, किनभने मलाई त त्यो प्रश्न गर्ने मान्छेहरूदेखि डरै लाग्यो क्या। त्यस्तो सिरियस कुरा हो त्यो। सधैँ जस्तै डिस्क्लेमर त राख्नै पर्यो। यो भिडियो नितान्त रेफरेन्स वा एजुकेसनल पर्पजका लागि तपाईँहरूकै जिज्ञासाको समाधान गर्ने प्रयासको लागि तयार गरिएको हुनाले यसैका आधारमा मात्रै सेयर खरिद बिक्री नगर्नुहोला, किनकि सेयर बजार पनि जोखिम रहित छैन। नर्मल्ली बजारमा 100 रुपियाँ फेस भ्यालु अथवा अङ्कित मूल्य 100 रुपियाँका सेयरहरू हुन्छन् प्रति किता। हाथवे कम्पनीको 50 रुपियाँ छ र सोल्टी होटलको जम्मा 10 रुपियाँ मात्रै हो। अब सोल्टी होटलको यो सेयर महँगो हो कि सस्तो हो भन्ने कुरा तपाईँलाई म एकदम सजिलो कम्पेयर गरेर बताइदिन्छु। तपाईँहरूले के गर्नुभएछ भने अर्को कम्पनी जसले बोनस घोषणा गर्यो त्योसित सोल्टी होटलको बोनस घोषणा कम्पेयर गर्नुभएछ। एकजनाले मलाई सेयर गर्नुभएको चाहिँ एसडिएलले 25% बोनस दिँदैछ, 5 क्यास 20 सेयर, र सोल्टीले चाहिँ 15 सेयर र 16.5 भन्नु 16.5 क्यास दिँदैछ। 31.5 भन्दा बेसी दिँदैछ। तैपनि सोल्टी होटलको प्राइस चाहिँ जम्मा 500 को माथि अलिकति, त्यो पनि घट्दै छ। अनि एसडिएलको प्राइस चाहिँ 1300 भन्दा माथि 1400 तिर कुद्दैछ भनेर भन्नुभयो। अब तपाईहरुलाई म एकदम क्विक चाहिँ कम्पेयर गर्दिहाल्छु यो एक्सेलमा लगेर। अब यहाँ सम्पूर्ण खेल चाहिँ फेस भ्यालुको छ है। सरी, जस्तो एसडिएल को फेस भ्यालु कति छ? 100 रुपियाँ। एसएचएल को फेस भ्यालु कति छ? जम्मा 10 रुपियाँ। यसको तपाईले भने ठिकै हो। एलटिपी भनेको लास्ट ट्रेडेड मैले यो बिहीबारको प्राइस लिएको हो। बिहीबार भनेको 6 तारिकको 1382 मा कारोबार भयो भने सोल्टी होटल त जम्मा 540 मा। तपाईले भने त कुरो सही हो। अनि बोनस कति दिँदैछ त? एसडिएल ले 25% दिँदैछ, सोल्टी होटलले चाहिँ 31.57% दिँदैछ। भनेपछि त यहाँ त क्लियरली विनर त सोल्टी होटलै भयो। अब तपाई बोनस पर किताबमा यसलाई आउनुस्। बोनस पर किता एसडिएल को कति हो? 25 हो। यो क्याश र स्टक अथवा सेयरलाई अहिले वास्ता नगर्नुस्, त्यसको कुरा गरौँला। सो यसले 25 प्रति किता यसले 25 रुपियाँ दियो। अब यसको प्रति किता हेर्नु त 3157 भयो त? भएन। जम्मा 3 रुपियाँ 15 पैसा भयो। ल हेर्नुस्, कहाँ 25 रुपियाँ, कहाँ 3 रुपियाँ 15 पैसा। किन त्यस्तो भयो त भन्दाखेरि यो घोषणा गरेको बोनस भनेको पर्सेन्टेजमा हो। पर्सेन्टेज भनेको जहिले पनि फेस भ्यालुको अमाउन्टको पर्सेन्टेज हुन्छ। भनेपछि यो 10 रुपियाँ सेयर छ भने त यसको 100 रुपियाँ हुन पर्सेन्टेज हुन त 10 वटा किता सेयर चाहियो यसको एउटा बराबर हुन, हैन? 10 ले गुणा गर्नु पर्यो नि त। सो 10 वटा किताको हो यो जम्मा। यो 10 वटा किताको हो, यो एउटा मात्र किताको हो। भनेपछि त्यही भएर चाहिँ यसले 10 ले भाग गर्दाखेरि यो चाहिँ 3 रुपियाँ 15 पैसा मात्रै दियो, यसले 25 रुपियाँ दियो। तर यसरी पनि हुँदैन, किनभने रेट त एउटै छैन, यत्रो तल माथि छ। त्यसलाई पनि हामी हेरौँ। त्यसलाई हेर्दाखेरि एसडिएल को डिभिडेन्ड यिल्ड निकाल्नु पर्यो। भनेको तपाईले अस्तिको दिन किन्नु भयो भने तपाईले यो 25% खाँदाखेरि कति पर्सेन्ट पर्यो भन्दाखेरि 1.81% तपाईले खान पाउनु भयो। र त्यस्तै सोल्टी होटल 540 मा किन्नु भएको थियो भने तपाईको डिभिडेन्ड यिल्ड कति पर्सेन्ट भन्दा जम्मा 0.58 मात्रै हो। हेर्नु है कति गुणा कम रहेछ। तपाईले बेसी दियो भनेर विश्वास गर्नुभएको अथवा चर्चा गर्नुभएको कम्पनीले कति कम दिएछ भन्ने कुरा म यहाँ तपाईलाई देखाइदिन्छु। 3 गुणाले महँगो रहेछ अथवा 3 गुणा चाहिँ बेसी एसडिएल ले दिँदै रहेछ। यति महँगो प्राइसमा तपाईले किन्दा पनि। अब तपाईलाई म प्राइस पनि भनिदिन्छु। यो 100 रुपियाँको फेस भ्यालुको प्राइस हो। यो कतिको हो त? यो त 10 रुपियाँको हो नि त। त्यसो भए त यसको 100 रुपियाँको निकाल्नु त कति हुन्छ? इक्वल टु 540 गुणा 10 गर्नु पर्यो, हैन त? सो तपाईले त योसित कम्पेयर गर्ने त यो 1382 मा छ
यो 5400 रुपियाँ तपाईँले हाल्दै हुनुहुन्छ सेयरलाई। 100 रुपियाँको सेयरलाई तपाईँ यहाँ 1382 हाल्दै हुनुहुन्छ, यहाँ त 5400 हाल्दै हुनुहुन्छ नि त। अनि पैसा चाहिँ 5400 हाल्ने, अनि त्यसपछि यो 31% मात्रै हेरेर त हुँदैन। भनेपछि यति गरेपछि तपाईँलाई कुरो क्लियर भयो होला सोल्टीले बेसी डिभिडेन्ड दिएको हो कि कम डिभिडेन्ड दिएको हो भनेर। अब तपाईँ बोनसको कुरा गर्नुहुन्छ, त्यो तपाईँले क्यास जस्तो सिधा हिसाब गर्नुभयो। बोनसलाई पनि त हेर्नु न भन्नुभएको थियो एकजनाले, बोनसलाई हेर्ने पनि म भनिदिन्छु। तपाईँले यहाँबाट बोनस पाउने, सोल्टी होटलबाट बोनस पाउने 15% होइन त। सो कति सोल्टी होटलबाट तपाईँले पाउने बोनस, सेयरको कुरा गरेँ है, सरी 15%। ल यो त तपाईँले चाहिँ 100 रुपियाँ भ्यालु हिसाब गरेर हुन्छ त, तपाईँले त 500 मा बेच्न सक्नुहुन्छ नि त भन्नु होला। अझै यसको एडजस्ट भएको छैन, प्राइस एडजस्ट भएपछि यसको पनि 400 केही रुपियाँ आउँछ। तपाईँलाई बोनस सेयर पछि प्राइस एडजस्ट गर्ने त आइडिया छ होला, छैन भने कमेन्ट गर्नुहोस्, म त्यो पनि बताइदिन्छु। अनि यो बेच्न सक्नुहुन्छ, त्यो एउटा सानो कुरा भयो। तर यसले त झन् साह्रो 20 दिइरहेछ नि त बोनस सेयर, अनि सेयर 20% दियो भनेपछि त कतैबाट पनि यो तपाईँले चाहिँ बेसी हो भन्ने कुरा जस्टिफाई गर्न सक्नुहुन्न। यो चाहिँ साइकोलोजिकल प्राइसिङ हुन्छ। तपाईँले हात्तीको पनि हेर्नुभयो भने 50 रुपियाँ किताको फेस भ्यालु भएकोले गर्दाखेरि त्यसको चाहिँ 1500 1400-1500 मा कारोबार भइरहन्छ। त्यो भनेको अरूको आधारमा 3000 हो। अब त्यसले 3000 को रिटर्न दिएको छ त, 3000 पर्ने गरी 10% बोनस दिएको छ 2-3 वर्ष यता, पहिले त बोनस पनि दिएको थिएन। त्यसले गर्दाखेरि हामीले अध्ययन चाहिँ एकदमै यो फेस भ्यालुसित अध्ययन गरियो भने मात्रै हामीले चाहिँ कति दुईटा कुरा हेर्नुपर्छ है, फेस भ्यालु, त्यसपछि तपाईँलाई आज पर्ने मार्केट प्राइस, यिनीहरूको आधारमा तपाईँले डिभिडेन्ड इल्ड निकाल्ने हो। अनि डिभिडेन्ड इल्ड राम्रो छ भने मात्रै धेरै बोनस दिएछ भनेर भन्ने हो। म अर्को एउटा भिडियो बनाउँला विभिन्न कम्पनीले दिएको डिभिडेन्डका आधारमा कुन कम्पनी चाहिँ राम्रो हो भन्ने कुरा। किनभने 20% डिभिडेन्ड दिने भन्दा 5% डिभिडेन्ड दिने कम्पनी पनि राम्रो हुनसक्छ, अथवा त्यसले धेर दिएको हुनसक्छ। त्यो कुराको म छुट्टै भिडियो बनाउँला। फेरि एउटा सानो डिस्क्लेमर, मैले भिडियोभरिमा जुन जुन स्टकहरूको नाम लिएँ त्यसमा मेरो कुनै पूर्वाग्रह छैन। त्यो चाहिँ खालि मैले तपाईँहरूलाई रेफरेन्सको लागि र कम्पेयर गर्नको लागि मात्रै लिएको हो भन्ने बुझिदिनु होला। र तपाईँले यति भिडियो हेरिसकेपछि तपाईँलाई अझै पनि स्टकको भ्यालु, फेस भ्यालु, बुक भ्यालु, मार्केट भ्यालु यिनीहरूको विषयमा कुनै केही कन्फ्युजन पनि छ भने कमेन्ट गर्न सक्नुहुन्छ। आवश्यक पर्यो भने बरु तपाईँलाई लाग्छ भने म अर्को भिडियो पनि बनाइदिउँला। र तपाईँ सोल्टी होटलकै केसमा चाहिँ तपाईँ कतिको झुकिनु भएको थियो त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। धेरै धेरै धन्यवाद। फेरि पनि ह्याप्पी ट्रेडिङ, ह्याप्पी इन्भेस्टिङ। अर्को भिडियोमा अवश्य भेट हुनेछ।